सुरज सिंह ठाकुरीको इनसाइड द बङ्कर भन्ने सो चाहिँ मैले हेरेँ कि त्यहाँ रक्षा नेपाल भन्ने संस्थाको मेनुका थापाको इन्टरभ्यू हेर्दै गर्दाखेरि चाहिँ त्यहाँ मैले बालेन शाहको बारेमा पनि सुनेँ कि बालेन शाहको एउटा यो बलात्कार भिक्टमहरूलाई चाहिँ रेस्क्यु गर्ने टिम नै रहेछ। हुन त पहिला एकजना पुरानो पार्टीको सांसदले पनि नाबालिकालाई घरमा काम लागेकोमा रेस्क्यु गरेर निकालेको थिए। दलेको पेलेकोमा चाहिँ रेस्क्यु गरेर निकालेको थिए। त्यतिखेरै पनि अब एक प्रकारले त ठिक लागेको थियो। अहिले त झनै ठिक लाग्यो बालेन शाहको काम कि एउटा ठुलो रेस्क्यु टिम नै रहेछ कि। तर त्यो कुराहरू चाहिँ हामीलाई पनि थाहा थिएन, कसैलाई पनि थाहा थिएन। अब अरू कोही भए चाहिँ त्यो ठाउँमा है हुन्छ नि अब स्टन्टबाजी हुन्थ्यो होला कि, स्टन्टबाजी भएन कि। कस्तो खुसी लाग्दो कुरो कि भित्रभित्रै अझै के काम गरेका छन् बालेन शाहले त्यो बिस्तारी देख्दै गइनेछ। हस् त, धन्यवाद।